नमस्कार। देश र विदेशका ताजा तथा महत्त्वपूर्ण घटनाक्रमसहित म हुँ ट्रुथ टक्स नेपाल र तपाईँ हेर्दै हुनुहुन्छ आजको विशेष समाचार बुलेटिन। आजको बुलेटिनमा हामी चर्चा गर्नेछौँ काठमाडौँ महानगरका मेयर बालेन शाहसँग जोडिएको भाइरल गीतको वास्तविकता, सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने सरकारको प्रतिबद्धता, कानुन निर्माणमा नागरिक सहभागिता बढाउने डिजिटल प्लेटफर्म, कङ्ग्रेसभित्र बढ्दो नेतृत्व बहस, पूर्वाधार विकासमा राजनीति रोक्न सभामुखको चेतावनी, काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन विस्तार र अन्तर्राष्ट्रिय राजनीतिमा डोनाल्ड ट्रम्पको नयाँ कूटनीतिक सन्देशबारे। त्यसैले यो बुलेटिन अन्त्यसम्म हेर्नुहोस्, किनकि हरेक समाचारले नेपाली राजनीति, समाज र विश्व घटनाक्रमसँग प्रत्यक्ष सम्बन्ध राख्छ। अब सुरु गरौँ आजको पहिलो मुख्य समाचारबाट। पहिलो समाचार, प्राइम मिनिस्टर बालेन शाहको आधिकारिक युट्युब च्यानलमा देखिएको ज्ञानेन्द्र खोज्ने बोलको गीत अहिले सामाजिक सञ्जालमा तीव्र बहसको विषय बनेको छ। गीत सार्वजनिक भएसँगै धेरैले बालेन स्वयंले गीत अपलोड गरेको अनुमान गरेका थिए, तर प्राविधिक जानकारहरूका अनुसार डिजिटल म्युजिक डिस्ट्रिब्युसन सिस्टमको कमजोरी प्रयोग गरेर कुनै पनि गीत कलाकारको नाम वा च्यानलसँग जोडिन सक्ने सम्भावना रहेको बताइएको छ। विशेष गरी डिस्ट्रोकिट जस्ता प्लेटफर्म मार्फत गलत मेटाडाटा प्रयोग गर्दा युट्युबमा स्वचालित रूपमा कलाकारको च्यानलसँग सामग्री लिङ्क हुन सक्ने विश्लेषण गरिएको छ। यस विषयमा बालेन शाहको तर्फबाट आधिकारिक प्रतिक्रिया भने आएको छैन, तर सामाजिक सञ्जालमा समर्थक र आलोचक बीच बहस लगातार चर्किरहेको देखिन्छ। अब दोस्रो समाचारतर्फ लागौँ। सरकारले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ। कानुन मन्त्री शोभिता गौतमले संसदको कानुन समितिमा बोल्दै द्वन्द्वकालीन घटनासँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार गम्भीर रहेको बताइन्। उनले पीडितलाई न्याय दिलाउने, सत्य बाहिर ल्याउने र राष्ट्रिय मेलमिलाप कायम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिइन्। मन्त्री गौतमका अनुसार विभिन्न राजनीतिक दल र सरोकारवालासँग छलफल जारी रहेको छ भने विगतका आयोगहरूको कामलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरिँदैछ। सङ्क्रमणकालीन न्यायको विषय लामो समयदेखि अन्तर्राष्ट्रिय चासोको विषय बन्दै आएको अवस्थामा सरकारको यो अभिव्यक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। अब तेस्रो समाचार, कानुन निर्माण प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता बढाउन सरकारले नयाँ डिजिटल प्लेटफर्म ल्याउने तयारी गरेको छ। कानुन मन्त्री शोभिता गौतमले संसदीय समितिलाई जानकारी दिँदै अब नागरिकले मन्त्रालयको वेबसाइट मार्फत कुनै पनि विधेयकमा सुझाव, टिप्पणी र संशोधन प्रस्ताव दिन सक्ने व्यवस्था गरिने बताइन्। सरकारका अनुसार यसले पारदर्शिता बढाउने मात्र होइन, कानुन निर्माणलाई अझ लोकतान्त्रिक र जनउत्तरदायी बनाउने विश्वास गरिएको छ। विशेष गरी युवा पुस्ता र प्रविधिमा पहुँच भएका नागरिकलाई नीति निर्माण प्रक्रियासँग जोड्ने प्रयासका रूपमा यसलाई हेरिएको छ। अब चौथो समाचारतर्फ, नेपाली कङ्ग्रेसको भ्रातृ संस्था नेवी सङ्घभित्र नेतृत्व चयनको विषय फेरि विवादमा तानिएको छ। कङ्ग्रेस निकट विद्यार्थी नेताहरूले सानेपामा प्रतीकात्मक मतदान गर्दै आगामी नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुनुपर्ने माग गरेका छन्। उनीहरूले भागबण्डा र टिके प्रथा अन्त्य हुनुपर्ने बताएका छन्। प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले लोकतान्त्रिक पार्टीभित्र नेतृत्व पनि लोकतान्त्रिक प्रक्रियाबाट आउनुपर्ने बताएका छन्। यस घटनाले कङ्ग्रेसभित्र नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको बहस फेरि चर्किएको देखिन्छ। अब पाँचौं समाचार, सभामुख डिपी अर्यालले पूर्वाधार विकासलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले सडक, पुल, खानेपानी जस्ता आधारभूत आवश्यकतामै अझै राजनीति हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले विकास परियोजनाहरूलाई दलगत लाभभन्दा माथि उठाएर राष्ट्रिय आवश्यकता अनुसार अघि बढाउनु पर्नेमा जोड दिए। सभामुख अर्यालले विकास निर्माणमा ढिलासुस्ती, अनियमितता र राजनीतिक हस्तक्षेपकै कारण जनताले अपेक्षित सेवा पाउन नसकेको टिप्पणी पनि गरे। अब छैटौं समाचार, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका 8वटा पालिकामा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। पार्टीले सङ्गठन विस्तारलाई तीव्र बनाउने रणनीति अनुसार स्थानीय तहमा अधिवेशन गरिरहेको जनाएको छ। काठमाडौँ महानगर, कीर्तिपुर र शङ्खरापुरमा भने अधिवेशन हुन बाँकी रहेको जानकारी दिइएको छ। राष्ट्रपाले आगामी निर्वाचनलाई लक्षित गर्दै सङ्गठन मजबुत बनाउने अभियानलाई प्राथमिकता दिएको देखिन्छ। अब आजको अन्तिम तथा अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित शान्ति सम्झौता भए इजरायलसँग सम्बन्ध सुधार्न आग्रह गरेका छन्। मध्यपूर्वी देशहरूका नेताहरूसँग भएको कन्फरेन्स कलमा ट्रम्पले अब्राहम सम्झौतामा सहभागी हुन अपिल गरेका हुन्।
साउदी अरेबिया, कतार र पाकिस्तानका नेतासँगको संवादमा उनले क्षेत्रीय स्थायित्वका लागि नयाँ कूटनीतिक सहकार्य आवश्यक रहेको बताएका छन्। विश्लेषकहरूले ट्रम्पको यो अभिव्यक्तिलाई अमेरिकी चुनाव अघि मध्यपूर्व नीति पुनः सक्रिय बनाउने प्रयासका रूपमा हेरेका छन्। यही थियो आजका मुख्य समाचार। यस्ता ताजा, सत्य र विश्वसनीय समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भिडियो मन परे लाइक र शेयर पनि गर्नुहोस्। म हुँ ट्रुथ टक्स नेपाल। आजलाई अनुमति चाहन्छु। नमस्कार।